आज चाहिँ यहाँ मिक्स भेजिटेबल बनाउने हो। प्याज काट्दैछु। कस्तो जाडो भयो नि फेरि राबङलामा। हिजो त तातो घाम लागेको थियो। आज चाहिँ अब यस्तै हुन्छ, फ्राइडे चाहिँ अलमोस्ट भेजिटेबल चाहिँ फिनिस्ड हुन्छ हो। सिमी, प्याज, न्युटेला, आलुको मिक्स गरेर बनाऊँ भनेर काट्दैछु। अब टमाटर पनि काट्दैछु यसरी हो। टमाटर पनि चिसो भएछ नि हौ यो। आलु पनि ल्याउनु त। आज चाहिँ मिक्स बनाइदिनु पर्यो। न्युट्रेला, सिमी काटेर मसिनो यसरी काटेको छु हो। अन्त प्याज टमाटर काटेर दाल पाकिहाल्यो, भात पाकिहाल्यो, सब्जी पकाउनु छ। आलु पनि आलुको बोक्रा पनि छिल्दैछु यसरी हो। ए नगर त, कुकुरले तलबाट मेरो खुट्टा टोक्दैछ फेरि। न्युटेला पनि यसरी दुधुवटा बनाएर धोएर काट्दैछु हो। काट्नुपर्छ। अन्त यहाँ तेल खार्दैछ हो। ओइ ओ पर जा कुकुरहरू क्या डिस्टर्ब हुन्छ है। मेरो सबै रेडी छ काटेर हो। रेडी छ अनियन, पटेटो, न्युटेला, सोयाबिन, चिल्ली, अन्त बिन्स काटेको छु। अब यो बनाउँछु। अब स्टार्ट कुकिङ हो। तर मेरो यो स्टिकै छैन नि हौ। यहाँ पकाउँदैछु यसरी हो। त्यसलाई अब सबै हालेर भुट्दैछु यसरी हो। अब यहाँ हल्दी हाल्नुपर्छ। अब हल्दी पनि हालेँ कलरको लागि भुटेको छु। अब सल्ट हाल्छु हो। त्यहाँदेखि चलाउँछु। न्युटेलाहरू सबै हाल्दैछ नि एकैचोटि टमाटरहरू हो। फ्राई नगरेको न्युटेला साह्रै बेसी तेल हुन्छ। सल्ट हाल्दैछु है। यहाँ हाम्रोतिर चाहिँ रातितिर सेतो सफेद भन्ने भन्छ नि। उहिलेको बाजेबोजूले किनेको पनि हो। बेलुका चाहिँ हामी चाहिँ सल्टै भन्दैनौँ न है। सल्ट हाल्दै अब चलाउँछु। अब खाना बनाउँदा पनि अलिक राम्रो कुरा सोच्दै भजन बनाउनु पर्दै पकाउनुपर्छ हो। अन्त त्यो खाना चाहिँ इफेक्टिभ हुन्छ। सक्छु अब एकछिनमा पाक्छ। अब एक दुई खेप चलाएर चाहिँ सेक्नुपर्छ। त्यहाँबाट पाक्छ। धनियाँको चटनी बनाउनुको लागि पानीमा उमाल्दैछु। यो नुन हाल्छु हो। धनियाँ हाल्यो। उतिर भइरहेछ के हो ला। उतिर ओन्ली 2 हालौँ हौ। हुन्छ होला हौ है। अनि नुन नभिजाएको खोर्सानी 3टा हालेको छु। अब अहिले एकछिनमा टमाटर हाल्यो हो। पाकिहाल्छ भयो। अब मिक्स भेजिटेबल मेरो पाकिसक्यो। अब अचार बनाउनु मस्तै छ है। अब ग्यास अफ गर्छु। लु रेडी बनायो। तातेर अचार पनि रेडी भयो। धनियाँ र टमाटर खोर्सानीको 3